सञ्चालक समिति लगायत शेयर सदस्यहरूलाई यी ज्ञानहरू उहाँहरूलाई पनि हामीले उपदेश गर्न सक्यौँ भने हाम्रो सहकारी योभन्दा अझ राम्रो भएर जाने हामी आशा गर्दै आज हाम्रो चौथो दिनको लेखा तालिम लगभग उहाँको भोलि आफ्नै व्यस्तताको कारणले गर्दा भोलि र पर्सि उहाँ यहाँ यस स्थानमा आएर उहाँले हामीलाई कुनै सहयोग गर्न नसक्नु भएको आफ्नै व्यस्तताको कारणले गर्दा हामीलाई उहाँले आज उहाँको क्लास सम्पन्न गरेको घोषणा गर्दै सबैजनाले एउटा टीका र सानो सानो भए फुलको टुक्रा लगाइदिउँ भन्ने मेरो मात्र नभएर सम्पूर्ण उहाँ हाम्रा प्रदीप डुलेन्द्र सरहरू लगायत हामी सम्पूर्णमा उहाँलाई टीका लगाएर बिदाई गरौँ र हामी पनि आफ्नो आफ्नो वासस्थानतिर लाग्यौँ भन्ने र आजको क्लास पनि यहीँ सम्पन्न भएको घोषणा गर्दै आइदिनु सबैले टीका लगाइदिउँ भन्ने यतिखेरै बत्ती जानु पर्ने यार अहिले भर्खर त थाहा टाइमको पनि होइन मलाई त्यो लाग्छ होइन यहाँलाई चाहिँ अब यो आत्मीयताको लागि यहाँलाई हार्दिक धन्यवाद छ। मलाई चाहिँ के खुसी लाग्छ भने नि यो जुन हामीले खोलेको संस्थाहरूसँग कुनै न कुनै सम्बन्ध छ कि संस्था दर्ता गर्दाखेरि होइन संस्था दर्ता गरेपछि सञ्चालन गर्ने क्रममा केही न केही अब सपोर्ट गर्ने कोसिस गरेको अवस्थालाई हेर्दा सबै जोस् धेरै जस्तो त यी कोही मानलेखीको हेर्दै आउँदाखेरि प्रमोट गरेको संस्थाहरू हो आफ्नै संस्थाहरू यता अस्ति पनि भने होइन यता के अरे याफूको बाहेक याफूकोमा गएँ तर होइन यसरी धेरै चाहिँ अब त्यहाँ घुलमेल हुन पाइएन होइन तर त्यहाँदेखि यताको सबै संस्थाहरू दर्ता गर्ने क्रममा धेरै छ 80% त दर्ता गर्नु पनि सहयोग गरियो होला सायद त्यो संस्थाहरू भएकोले म चाहिँ यहाँले यो स्थितिसम्म अहिलेसम्म थाम्नु भएको छ नि हामी दर्ता गर्न सहयोग गर्ने व्यक्तिहरूको इज्जत चाहिँ तपाईँले राखिदिनु भएको छ कि मलाई त्यो एकदम खुसी लाग्छ। तपाईँले हाम्रो इज्जतसँग जोडिएको छ कि त्यतिखेर दर्ता गरेर अहिले लथालिङ्ग थियो अरे भन्दाखेरि हामीलाई पनि कस्तो खल्लो हुन्छ कि अहिले तपाईँले आफ्नो विभिन्न सङ्घर्ष गर्नुभएको छ होइन हाम्रो समाजसेवाको लागि यो स्थितिमा अडाइराख्नु भएको छ अझ योभन्दा माथि लाग्ने कोसिस गर्नुभएको छ त्यसको लागि यहाँलाई चाहिँ मनदेखि नै म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र अझ अब योभन्दा कसरी हाम्रो समुदायलाई फाइदा दिन सकिन्छ भन्नेतिर चाहिँ अब समाज सापेक्ष मोड्नु पर्ने पनि छ होइन त्यसमा हामीले अब ध्यान पुर्याउने पर्ने चाहिँ त्यता छ। अहिलेसम्म जे गरेका छौँ त्यो यथेष्ट छैन होइन अझ मन जित्ने खालको के गर्न सकिन्छ त्यतातिर क्रिएसनतिर लागौँ र यहाँको यो मनको लागि यहाँको चाहिँ अब म यहाँलाई पुनः धन्यवाद दिन चाहन्छु र फेरि पनि भेटिन्छ हामी नजिकको अथवा हामी स्थानीयवासी हो होइन यहाँले टाढाको जस्तो सम्झिनु जस्तो लाग्यो म टाढाको होइन नजिकलाई झन् नजिक बनाएको हो यहाँको चाहिँ फेरि सक्रिय सहभागिता र यो संस्था योसम्म स्थितिसम्म ल्याउनु भएको पुनः धन्यवाद दिँदै मेरो आफ्नो भनाइ अन्त गर्छु। हस् धन्यवाद यहाँको शुभयात्रा। स्मरणको लागि फोटो सुट हाल्नु